नमस्ते, स्वागत छ मेरो प्यारा सम्पूर्ण युट्युब साथीहरुमा। आज आमा के गर्दै हुनुहुन्छ हेरौँ है त साथीहरु। आमाले पनि भिडियो बनाऊ भन्नुहुन्छ साथीहरु। के गर्दै हुनुहुन्छ हेरौँ है त। आमा के अरे के चाल्नु हुँदैछ त? के चाल्नु हुँदैछ? ए कुखुरा पाल्नु भएको छ? कतिवटा छन् त? 7वटा? कति भयो? 100वटा? 100वटा पाल्नु भएको छ र? होला नि त कि 100वटा त म गन्न जानु भयो। कहाँ पाल्नु भएको छ? म माथि त भैँसीको गोठमा। कति दिन पुग्छ त आमा यतिले? यति थेला कति दिन पुग्छ त? डालीमा राख्नु हुने हो? डालीमा राख्नु, मिसाउने हो दाना। दानासँग दिनुहुन्छ? 4-5 दिनमा सक्दैन। ए 4-5 दिनमा त्यसपछि फेरि बनाउनु हुने हो? यस्तो दानासँग मिसाएर दिने। यो यस्तै दिनुहुने कि यो बनाउनु केलाउनु हुने यसलाई? केलाउनु छैन। भैँसीलाई दिने यसरी। पाल्नु भएको छ? दाना दिनु लाग्छु नानी। ए कुखुरा त कति ठुला राम्रा भएछ नि। कति छ? 2, 4, 5वटा हैछ आमा। कति पाल्नु भएको र? पालेको गोरा 200 जति। खाने बेच्ने अब यति छ। यो पनि खोलेछन् गरे नानी। ए अब बेचेर अनि फेरि अर्को पाल्नु हुने कि नै त? गोरा 20 लिएर पाल्ने। ए कुखुरा पाल्न दुःख त छ नि त आमा? मलाई दुःख छैन, चारो लिनेलाई दुःख छ। ए यसलाई पनि त चारो पानी गर्नु पर्यो नि टाइममा। पानी चारो त गर्नु पर्यो, दाना ठेला मिसाउनु पर्यो। ठुला छ कति केजी छ आमा अहिले त? खै 5-6 केजी 6-7 केजी छ होला नि त? छ। टुटो भालेन छ, टो पोठी छन्, लयर फुल पार्ने भएको छ पोठी। फुल पारे छ कि नै त आमा? खै देखे छैन है नानी मैले त। अब काट्छ होला नि त? भाले माउ त पाल्नु को फुल काट्ने बनाउनु, भाले बेच्नु। त्यही भनेछ नि। अन्न खाने का? 2टा छन् पोठी। 3टा भाले हैछ अब नि त? लास्ट छन्। ल